पैसा कमाएर के गर्छस् भन् कति तैँले अब यस्तो ब्याट खेलाउने दिन गयो नयाँ बल र ब्याट आछ थाहा छ यो ब्याटले घोचै थियो हिजो कहाँ घोचै थियो त्यहाँ ऊ त्यो ब्याट देखा कस्तो हो यसले घोच्यो यस्तो ब्याट खेल्छ त अझ तँ हिजो राम्रो खेलिस् भनेर सुरुको दिन होइन यस्तो हेर्न यस्तो ब्याटले तँलाई घोच्यो होइन यो ब्याट राम्रो छैन होइन यस्तो ब्याटले खेलिस् राम्रो खेलिस् भनेर तँलाई हेर्न थाहा छ नयाँ बल र ब्याट आछ थाहा छ थाहा छैन तँलाई कल्पना थाहा छैन तँलाई मिना दिदीले विदेशबाट बल र ब्याट तँलाई किनिदिनु भयो हेर्छस् नयाँ बल ब्याट हेर्छस् ए हेर तँलाई यो बल हो नयाँ एउटा यो ब्याट बुझिस् बबाल हुन्छ यो बुझिस् नि यो राम्रो ब्याट हो यो बबाल छ कस्तो ला राम्रो ला बबाल लायो कस्तो छ यता हेर कस्तो छ बबाल छ नि ब्याट राम्रो छ उसलाई दिदीलाई के भन्छस् अनि अरू ठुलो खेलाडी भन्छस् ठुलो भन्छस् खेलाडीबाट के भन्छस् के गर्छस् त खेलाडी भनेर पैसा कमाएर के गर्छस् भन् घर बनाउँछस् कता घर बनाउँछस् ठुलो घर बनाउँछस् ए ल ल पैसा कमाएर घर बनाएछ ठुलो घर बनाएछ है कति तैँले अब यस्तो ब्याट खेलाउने दिन गयो अब दिदी के भन्छ थाहा छ त राम्रो खेलिस् भने अझै राम्रो खेलिस् भने त एक दिन मात्रै खेलिस् एक दिन अझै राम्रो खेलिस् भने तँलाई यहाँ टाउकामा हेलमेट ल्याइदिन्छ अरे हेलमेट अनि यहाँ ग्लोभ्स हातमा लाउने अनि यहाँ प्याड पुरै कपडा सेट ल्याइदिनुहुन्छ तँलाई बुझिस् महँगो पर्छ त्यो किन्नलाई बुझिस् कि नै राम्रो खेलिस् है